नमस्कार। यसमा यस्तो छ, हामी हाम्रो जुन चाहिँ यो एकोमोडाइजेसन सेन्टर छ यो अलमोस्ट रेडी छ। हामी अब खालि फिनिसिङ बाहिरको सफाइहरू गर्दैछौँ र हामीलाई डिपार्टमेन्टले 16 तारिक यात्रीहरू आउनुहुन्छ भन्ने सूचना दिनुभएको छ र बिफोर द्याट 9-10 तारिकसम्म हामी टोटल कम्प्लिट गरेर उहाँहरूलाई ह्यान्डओभर गर्छौँ डिपार्टमेन्टलाई। र यसमा बेसिकली सबै फेसिलिटिजहरू छ, जस्तै मेडिकल फेसिलिटीको लागि एउटा अलग बिल्डिङ छ, अफिस ब्लक छ, यसमा एउटा किचन ब्लक छ, सबै यात्रीहरूको लागि एउटा कमन किचन बिल्डिङ छ र यसमा 6वटा बिल्डिङ छ यात्री निवास छ। त्यसमा 2 बेडेड भनेर 4टा बिल्डिङ छ। त्यसमा 4टा बिल्डिङमा अलमोस्ट 56 यात्रीहरू बस्न सक्नुहुन्छ कम्फर्टेबली। 2टा 5 बेडेड छ, त्यसमा 70 जना यात्रीहरू बस्न सक्नुहुन्छ। त्यसो गर्दा 126 चाहिँ कम्फर्टेबली बस्न सक्नुहुन्छ र इनकेस अझै त्योभन्दा बेसी यात्रीहरू पनि आउनुभयो भने 20-30 जना अझै एकोमोडेट गर्नु पनि सक्छ। यसरी हाम्रो पार्टबाट सबै कम्प्लिट छ। पानी बत्ती व्यवस्थाहरू जम्मै डिपार्टमेन्टलले लागि पर्नु भएको छ। गभर्नमेन्ट अफ सिक्किम जम्मै यसमा लागि पर्नु भएको छ। हामीलाई पनि चारैपट्टिबाट प्रेसर एकदम यो गर्नु भनेर, त्यसले गर्दा यो कम्प्लिटली एकदमै कम्प्लिट छ। खालि बाहिरको सफाहरू गर्नु 2-3 दिन हामीलाई टाइम लाग्छ। 10 तारिकसम्म चाहिँ हामी यो डिपार्टमेन्टलाई ह्यान्डओभर गर्ने। अब यो यात्रा जुन अहिले सिक्किम नथुला रुटबाट जुन चाहिँ कैलाश मानसरोवर यात्रा हुँदैछ है, यो सिक्किमको लागि एकदमै खुसीको पल हो। एउटा ठुलो मान, एउटा हिन्दू धर्मको लागि कैलाश मानसरोवर यात्रा र सिक्किम गभर्नमेन्ट पनि एकदम इन्थुजियास्टिक छ उहाँहरूलाई वेलकम गर्नु लागि है। र गभर्नमेन्टबाट पनि सबै एक-एकवटा माइन्युटली इभन सीएम साहब आफै पनि यसो संज्ञान लिनुहुँदैछ र यसमा कुनै पनि त्रुटि नहोस्, कुनै पनि यात्रीलाई मतलब प्रब्लम नहोस्, कुनै सुविधामा कमी नहोस् भन्ने कुरामा। र हामी सबै लागि परेका छौँ र यो राम्रोसँग सबै व्यवस्थाहरू मिलिसकेको पनि छ र डिपार्टमेन्टबाट पनि हरेक दिन भिजिट गर्नुहुँदैछ। नथुला, सेराथाङ, 18 माइल व्यवस्थाहरू हेर्नुहुँदैछ है। र हामी सबै यात्रीहरूलाई मङ्गलमय शुभकामना दिन्छौँ है, उहाँको यात्रा सफल होस्, त्यति भन्न चाहन्छु। हेर्नुहोस्, अब काम गर्दा पैसा कमाउनु नकमाउनु भनेको अर्कै कुरा हुन्छ है। एउटा इच्छा हुन्छ पैसाको, तर यो पर्टिकुलर काम गर्दा हामीले जहिले पनि मलाई मनमा चाहिँ यस्तो, यो कैलाश मानसरोवर यात्रा यात्रीहरूको लागि बनाएको चिज हो र यसमा नाफाभन्दा पनि बेसी चाहिँ हामीले यसको मतलब कुनै पनि क्वालिटी, कुनै पनि फेसिलिटीमा कमी नहोस् भन्ने हरदम हामीले मनमा राख्यो। एउटा धार्मिक भावनाले पनि हामी यो काम गऱ्यौँ।